हेलो हेलो गुड मर्निङ। आज बितेर मैले ब्लग लिएर आएको छु। आज फेरि उठेर यस्तो यस्तो नानीको दाहिनेपट्टि गाला फुटिरहेको रहेछ। अब गाउँको डक्टर देखाउनु। हिजो अस्ति नानीको यस्तो भएको थियो, आज फेरि यस्तो भएको छ। अब त्यो डक्टरले के भन्छ, गाउँ त बेसी के कुचो खान्छ नि त। अब डक्टरले के भन्छ कुटेर गाला हेरिरहनु होला। अब नानीलाई लिएर जान्छ डक्टर देखाउनु, डक्टरले के भन्छ ब्लगमा बनाइरहनु होला। हेर्नुहुन्छ अब आजको वेदर चाहिँ मजाको छ। आजको वेदर चाहिँ यस्तो छ। रेडी भन नि। कहाँ दुख्दैछ बाबा? खोइ कहाँ दुख्दैछ? हेरौँ हेरौँ न। यहाँ दुख्दैछ? भाइ पनि रेडी भयो। बहुत दिनपछि अङ्कितको दोकानमा आएँ। तपाईँलाई थाहै छ यो स्टोर कसको हो भनेर। बहुत दिनपछि बोट छैन, केही छैन। अलिक किनौँ भनेर त खोइ पैसाको दामै गराउँदैन है। तिम्रो त यो स्टोर चिन्छ होला कसको स्टोर हो भनेर। आजको लुक एडभर्टाइज गर्छ। यो बुट लिउँ भनेको यत्रो महँगो भन्दैछ, तर बुट चाहिँ खतरनाक मेरो खुट्टामा सेट भएको रहेछ। केटा भन यो बुटको दाम कति दिनु भनेर। यसले कति दाम भन्दैछ त्यो त म भन्दिनँ। तिमीहरूको आइडियाले यो बुटको म कति दिनु यसलाई? यसले मलाई दाम भनेछ, त्यो दाम म भन्दिनँ। त्यो सस्पेन्स छ। तिमीहरूको आइडियाले यसको यो म किनेँ भने यसलाई कति दिनु यो पैसा, यसको दाम मलाई भन्नु है। मजाको अहिले चाहिँ कलेक्सन राखेछ बुटको चाहिँ। यो बुट चाहिँ मन पऱ्यो र दाम त डरलाग्दो छ। यसको टिमबाट खेल्यो भने पैसा दिँदैन, यो बुट पनि फ्रीमा दिँदैन। के गर्नु? डक्टर देखाएर आएर एक दुईवटा दिन मलाई दिएको छ कि दबाईसबै नानी खानासाना खाएर दबाईसबै खाएर अलिक रेस्ट गर्दैछ। नानी यता आएर बाबा भाइ अहिले कस्तो छ यो गाला? ठिक छ? नानी व्यस्त छ अहिले।